थोक उहाँद्वारा बनिए र बनिएको कुनै थोक पनि उहाँ बिना बनिएन। आमेन। है हामीले यो हामीले हेर्यो भनेदेखि यहाँ उत्पत्ति 1 अध्याय र अनि यूहन्नाको 1 अध्याय चाहिँ लगभग मिल्न जान्छ है यो कुरा चाहिँ। अनि म तपाईहरुलाई भन्न चाहन्छु सबै कुरा चाहिँ उहाँद्वारा नै बनिए भन्ने कुरा छ है। विशेष चाहिँ फोकस त्यसमा छ। र म तपाईहरुलाई यो विशेष अनि आज म तपाईहरुलाई उत्पत्तिको पुस्तकबाट भन्दैछु। त्यसकारण म उत्पत्तिको थोरै परिचय दिन्छु। उत्पत्तिको जुन छ नि वाक्यांश चाहिँ आदिमा भन्ने शब्द छ है, सुरुको है। आदिमा भन्ने शब्द छ जुन चाहिँ हिब्रू भाषाको बेरेसियाबाट चाहिँ अनुवाद गरेको, बेरेसिया भन्नेबाट चाहिँ अनुवाद गरेर ट्रान्सलेट गरेर चाहिँ बनाएको उत्पत्ति भनेर छ है। अनि जसलाई चाहिँ उत्पत्ति अर्थात् चाहिँ उत्पत्ति भनेको हामी के सोच्छौँ थाहा छ? के जस्तो लाग्छ उत्पत्ति भनेको भन्नु त एक्चुअली सृष्टिको सुरु भनेको चाहिँ सबै कुराको चाहिँ सुरुवात भएको समय। त्यही भएर यो पुस्तकलाई चाहिँ उत्पत्ति भनेर दिएको हो। र अनि इस्रायल जातिको उत्पत्ति र त्यही इस्रायली राष्ट्रको निर्माणद्वारा परमेश्वरको मुक्तिको विश्वव्यापी परियोजनाको प्रथम प्रभावको चाहिँ उल्लेख गरिएको छ यहाँ चाहिँ। हरेक कुरा कसरी सृष्टि भयो, के भयो, सुरुमा के बनाउनु भयो भनेर हैन, सबै कुराहरू यहाँनिर बताएको छ। यस पुस्तकलाई चाहिँ विशेष सम्बन्धको पुस्तक पनि भन्छ अरे। यसमा चाहिँ कसको सम्बन्ध कस्तो थियो भन्ने कुराहरू पनि यहाँनिर बताउँदछ है। यहाँनिर विशेषतः यसमा चाहिँ परमेश्वर र प्रकृति है, परमेश्वर र परमेश्वरले बनाउनु भएको यी प्रकृतिको चाहिँ सम्बन्धको बारेमा बताएको छ यसमा। र यसमा परमेश्वर र मानिस बीचको सम्बन्ध कस्तो थियो, एउटा परमेश्वर र